होइन यो हाम्रो नेपाल जनताहरूलाई के भएको हो? मैले यो सबैलाई भन्न खोजेको होइन कि यो चोरहरूको लागि के चोरहरूको लागि आन्दोलन भयो, चोर नै हतार होइन। अहिले यस्तो विपद यस्तो आपद परिरहेछ, लास बगाएर लिएर आछ, लासलाई त्यसलाई उद्धार गरेर त्यसलाई प्रहरीसँग चाहिँ फोन गरेर उद्धार गर्ला भन्दा त्यसमा सुन चोर्न आत्तुरी भएछ। अनि के भएको हो जनताहरू, तिमीहरू के भएको हो, हजुरहरू के भएको हो? अलिक त सोच्नु न, सचेत हुनु न। मैले सबैलाई भन्न खोजेको होइन कि यो चोरहरूको लागि भनेको के। आन्दोलन भयो भने चोर न हतार हुन्छ होइन। यस्तो विपदको घडीमा उ गर्ला केही सहयोग गर्ला भने त्यसमा सुन चोर्न गयो। यस्तो नगर्नुहोस् न। तपाईँहरू अलिकति सचेत हुनु, सचेतमा बस्नु, सबैलाई राम्रो ज्ञान दिनु, अर्थवृत्ति दिनु। सक्नुहुन्छ सहयोग गर्नु, नसक्नुहुन्छ त थपक्क बस्नु न। यस्तो काम त्यस्तो नहुने हरकत नगर्नु न। अलिकति तपाईँहरूको मनमा दया माया यताउता केही छैन है। यस्तो देशलाई रोएको, यस्तो आपद परेको बेला कतिको घर विहीन भएको छ, कतिहरूको परिवारै विहीन भएको छ। यस्तो बेलामा रुनी बेलामा यस्तो देश रोएको बेलामा तपाईँहरूले चोर्न हतारेको छ। मेहनत यार भगवान्ले हातखुट्टा दिएको छ त, हातखुट्टा दिएको छ, गरेर खानु न यार। त्यो जब त्यो यत्रो सानो त्यो बुन्द्रा त्यो उ चोरेर तपाईँहरूलाई के हुन्छ भन्नु त? त्यस्तो झिकेर के हुन्छ? हामीलाई या त मलाई आँसु आयो हौ तपाईँहरूले त्यस्तो गरेको देख्दाखेरि यार। त्यस्तो होइन नि त। तपाईँहरू के यस्तो यो साह्रै यो मानवता भएन। यो एकदम मानवता हराएको देश हुन थाल्यो नेपाल। हेर्नुहोस्, त्यस्तो नगर्नुहोस् न, त्यस्तो नगर्नुहोस्। तपाईँहरूले पनि आफ्नो फ्यामिलीहरूलाई राम्रो सम्झाउनु, सुझाव दिनु। तपाईँको फ्यामिलीले अर्कोलाई सुझाव दिनु। यसरी त देश राम्रो हुने हो होइन र? तर त्यस्तो नगर्नुहोस्। हेर्नु त देश कति रोएको छ। सक्नुहुन्छ हेल्प गर्नु, सक्नु हुँदैन। तपाईँहरू गएर यसो हेरिदिनु पनि भयो, हुन्छ, केही फरक पर्दैन। अनि त्यो चितवनमा त्यो हेर त्यो त नदीमा पुलिसले कतै सुइका उ गरेछ, हात जोडेर नजानुहोस् भनेछ। त्यो मान्छेहरू त्यस्तो ग्यास निकाल्नुको हतार त्यो त्यस्तो नगरिदिनु न। सरकारले एउटा नियम बनाएको छ, नियममा चलिदिनुहोस् न, नियममा चलिदिनुहोस्। अब तपाईँहरू हामीले नै अब बुझ्ने हो, हामीले नै बुझेर देश बन्ने हो। कसैले केही राम्रो काम गर्न लाग्छ भने खुट्टा तान्ने काम नगर्नुहोस्। हेर्नु त त्यो पुलिसले त्यस्तो गरेछ त त्यही झुम्म गर्छ। भोलि बिहान फेरि तपाईँहरूले भन्नुहुन्छ आन्दोलन हामीले भनिन्छ, देशले के गर्यो, सरकारले के गर्यो। त्यो सरकारलाई मात्रै दोष दिने होइन नि त। आफूले पनि त बुझ्नुपर्छ, आफूले पनि त सचेत भएर आफू पनि त अगाडि बढ्नुपर्छ नि त। तपाईँहरूले राम्रो कुरालाई राम्रो कुरो भनेर गरिदिनु, फैलाइदिनु। सबैले राम्रो कुरा सुन्छ, राम्रो त्यसले अर्कोलाई अर्को राम्रो कुरा बुझ्छ। सबै कुरा त्यसरी हुने हो क्या। देशलाई, सरकारलाई, मन्त्रीलाई, गृहमन्त्रीलाई यसलाई मात्रै दोष दिएर होइन नि त। हामीले आफ्नो घर परिवार, आफ्नो फ्यामिली चलाउन त यति गाह्रो पर्छ त उहाँहरूले त 2 करोड 3 करोड 3-4 करोड जनताहरूलाई चित्त बुझाउनु पर्छ होइन। सबैले बुझ्नुपर्छ, नकारात्मक सोच्नु हुँदैन, राम्रो गर्नु। ऋण धन कसको हुँदैन, सबैको हुन्छ, ऋण हुन्छ, धन हुन्छ। आखिर हेर्नु त अहिले त्यो मर्ने मान्छेको कति दुःख गरेर कमायो होला, कति उ गरेर कमायो होला, के रह्यो? केही रहेछ जिन्दगीमा? हेर्नु त कसरी मर्नु पर्यो बिचरा। त्यस्तो हो नि त। त्यो सोच्नुपर्छ। आफूले राम्रो काम गरे सफलता मिल्छ, सबै कुरा सफलता। अरूले राम्रो काम गर्दा खुट्टा तान्ने यस्तो गर्ने काम गर्नु हुँदैन। त्यही भन्न चाहन्छु सबै जनताहरूलाई। सबैले बुझिदिनु, मैले पनि बुझ्नुपर्छ। मैले पनि कुनै कुरा मिस्टेक गर्छु होला, नजाने कुरा मैले पनि तैँले यस्तो गरिस् भन्नुपर्छ। मैले तपाईँहरूलाई भन्नुपर्छ। सबैले राम्रो सहनशीलता भएर काम गर्ने देश बन्छ, नबन्ने होइन, बन्छ। त्यो दुनियाँको त्यो झोलेको पछि लगाएको छ, यस्तो गरेछ, उस्तो गरेछ, त्यस्तो पछाडि नहिँडिदिनु होला। राम्रोसँग देश बनाउने हामी सबै, हामी नेपाली, हाम्रो नेपाल भनेर हामी सबै एकजुट भएर अगाडि बढ्नुपर्छ। हस् त, धन्यवाद। मैले जानेको भनेको छु, मैले बुझेको यति जानेको छु। म पनि त्यति पढे लेखेको होइन। कुनै कुरामा गल्ती भयो मलाई पनि क्षमा दिनु, माफ दिनु होला। हस् त, धन्यवाद, नमस्कार।